जय नेपाल। सर्वप्रथम यस भव्य र सभ्य कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमको म शुभकामना दिन चाहन्छु। विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा आउँदै गर्नुभएका सम्पूर्ण साथीहरूलाई नेपाली कांग्रेस पार्टीमा म नेपाली कांग्रेस पार्टीको भातृ संगठन तरुदलको केन्द्रीय सदस्यको हैसियतले यहाँहरूलाई स्वागत पनि गर्न चाहन्छु र आगामी दिनको शुभकामना पनि दिन चाहन्छु। आदरणीय साथीहरू, पार्टीको कुरा, विधानको कुरा अघि दाइहरूले मसिन दाइले भने जस्तै यहाँ जिल्ला सभापतिज्यू हुनुहुन्छ, केन्द्रीय सदस्यज्यूहरू हुनुहुन्छ, अरू सभापतिज्यूहरू हुन्छ, उहाँहरूले गर्नुहोला। म तरुण दलको केन्द्रीय सदस्यको नाताले र हैसियतले केही युवा साथीहरूलाई मैले बुझेको, मैले देखेको अलिकति व्यावहारिक कुराहरू गर्न मलाई एकदम मन छ र जानकारी गराउनु पनि मलाई एकदम इच्छा पनि छ। आदरणीय साथीहरू, हामी विभिन्न पेसा व्यवसायमा पनि आबद्ध छौँ र राजनीतिमा पनि हामी सक्रिय हुँदै गएका छौँ। विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा पनि केही साथीहरू आउँदै हुनुहुन्छ। पार्टीमा आउँदै गर्दा, पार्टीमा लाग्दै गर्दा र पार्टीमा लागेर समाज परिवर्तन गर्छु भन्दै गर्दा हामीले अलिकति फरक क्षमता, फरक विचार र फरक सोच राख्नुपर्ने आवश्यकता पर्छ। समाज परिवर्तन गर्ने मान्छेले र समाज परिवर्तन गर्ने भनेर हिँडेको व्यक्तिको अलिक फरक क्षमता हुनुपर्छ। अघि भर्खरै एउटा बिहानको घटना हो, म यहाँलाई उदाहरण दिन चाहन्छु। नवुद्ध नगरपालिकामा माओवादी पार्टीको एउटा नगर सचिव जस्तो व्यक्तिले हाम्रो नेपाली कांग्रेस पार्टीको इकाइ सभापति कान्छाराम तामाङलाई एकदम घातक तरिकाले घाइते हुने अवस्थामा नर्भिक अस्पतालमा पुर्याउँदै हुनुहुन्छ। मैले भन्न खोजेको कुरो के हो भने, समाज परिवर्तन गर्छु भनेर लागेको व्यक्ति, त्यो व्यक्तिले एउटा जिम्मेवार व्यक्ति, पार्टीको व्यक्तिले एउटा अर्को पार्टीको जिम्मेवार व्यक्तिमाथि आक्रमण गर्छ भने त्यो व्यक्तिबाट समाज परिवर्तनको हामीले कसरी अपेक्षा गर्न सक्छौँ? त्यस्तै नेपाली कांग्रेस पार्टीमा पनि यस्ता विभिन्न घटनाक्रमहरू हामीले देखेका छौँ, जोडेका छौँ। त्यो एउटा व्यक्तिले गर्दाखेरि सम्पूर्ण पार्टी, सिङ्गो पार्टीलाई हानि हुन्छ र पार्टीको एउटा गरिमामाथि प्रश्न चिन्ह उठ्छ, पार्टीको गरिमामाथि र पार्टीको इज्जतमाथि प्रश्न उठ्छ भन्ने कुरो कांग्रेस पार्टीमा लागेका सम्पूर्ण साथीहरूले बुझिदिनुपर्छ। विशेष गरी युवाहरूले। पछिल्लो समय नेपाली कांग्रेस पार्टीमा युवाहरूको एक किसिमको आगमन बढी नै छ। युवाहरू पार्टीमा आउनै पर्छ, तर युवाहरू पार्टीमा आइसकेपछि आफूलाई सचेत रूपमा युवा मात्र भएर होइन, युवा सचेत भइदिनुपर्छ। कस्तो सचेत भन्दा, यो धुरीबाट त्यो धुरीमा हामफाले जाने सचेत होइन। युवाले, मैले अघि भने जुन नवुद्धको मैले घटनाको एउटा उदाहरण दिएँ, त्यो साँच्चै राजनीतिमा लागेको व्यक्ति र सचेत युवा भएको भए उसले त्यो झगडा त्यहाँ मिलाउन सक्नु पर्थ्यो। त्यस्तै अस्ति भर्खरै हाम्रै पार्टीको जिम्मेवार व्यक्ति, त्यो लगभग 8-10 दिन पनि भएको छैन, पेप्सी कोलामा 60 लाख लुटपाटमा मुछिएको छ। यस्ता व्यक्तिहरूमाथि प्रश्न चिन्ह उठ्दै गर्दा यस्ता व्यक्तिले त्यो पार्टी पनि छोडेको हुन्छ। म आज नेपाल तरुण दलको केन्द्रीय सदस्य छु। भोलि मैले कहीँ कतै लागु औषध कारोबार गरेँ भने म पक्राउ पऱ्यो भने म रोशन पाण्डेमा त पक्राउ पर्दिनँ, म तरुण दलको केन्द्रीय सदस्यले लागु औषध कारोबार गर्छ भने पक्राउ पर्छ। त्यसले सिङ्गो पार्टीमाथि एक किसिमको हामीफायर गर्छ। त्यसैले मेरो नेतृत्व गर्नेहरूलाई पनि, राजनीतिमा ल्याउने केटाहरू, राजनीतिमा आइसकेका युवा साथीहरूलाई एक किसिमको प्रशिक्षण दिन पनि आवश्यक छ। त्यो आउँदै गरेको हिजो 18-20 वर्ष उमेरमा के गर्यो, 22 वर्ष उमेरमा के गर्यो, स्ट्रगलको पिरियडमा अन्जानमा उमेरको एउटा उसमा के गर्यो भन्ने कुरो पछि त्यो हिजोको कुरो थियो। तर राजनीतिमा आइसकेपछि हामी कहिलेकाहीँ भन्ने गर्छौँ रत्नकार डाकु पनि वाल्मिकी बने भनेर। तर रत्नकार डाकु जङ्गलमा बसेर लुटिरहेको भए वाल्मिकी बन्ने थिएनन्। रामायण लेखेपछि उनी वाल्मिकी बने हुन्। त्यसैले राजनीतिमा लागिसकेपछि हिजो के कस्तो गरे, 18-20 वर्ष 22 वर्षमा के गरे, राजनीतिमा आइसकेपछि राजनीतिको हिसाबले अगाडि बढ्यो भने डडेलधुरामा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेस पार्टीको सभापति र 5 चोटि प्रधानमन्त्री बन्छन् भने काभ्रेको यो बेथान चोकको यो ठाउँमा जन्मेको युवा साथीहरू, त्यही आमा बुवाले हुर्काएको जन्माएको साथी पनि यो देशको, यो मुलुकको प्रधानमन्त्री बन्न सक्छ। त्यसैले यो बाटोमा लागौँ, सचेत युवाको परिचय दिएर पार्टीलाई हानि नहुने गरी अगाडि बढ्नको लागि सम्पूर्ण युवा साथीहरूलाई, तरुण साथीहरूलाई र नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्दै गरेका साथीहरूलाई म विनम्रताका साथ अनुरोध गर्दै अन्तिममा आफू इमान्दार नेता बनौँ र आफूले बोलाउने मान्छेलाई पनि इमान्दार बनाऊँ र आफूले पार्टी छान्ने मान्छेलाई पनि इमान्दार नेता छान्यौँ भने लोकतन्त्र जोगिन्छ। लोकतन्त्र जोगियो भने मात्र यो व्यवस्था जोगिन्छ। यो व्यवस्था जोगियो भने मात्र यहाँ जन्मेको मान्छे भोलि मन्त्री बन्न सक्छ, प्राइम मिनिस्टर बन्न सक्छ, राष्ट्रपति बन्न सक्छ। यो व्यवस्था जोगिएन भने न यो मुलुक रहन्छ, न यो यहाँ जन्मेको नेपालीहरूले यो देशमा शासन गर्न सक्छन्। त्यसैले मेरो विनम्रताका साथ अनुरोध छ सम्पूर्ण युवा साथीहरूलाई, युवा मात्र भएर होइन, फरक क्षमता राखेर सचेत युवाको आफ्नो भूमिका दिएर पार्टीको गरिमालाई जोगाइराख्नको लागि विनम्र अनुरोध गर्दै यस कार्यक्रममा मलाई पनि बोलाएर 2 शब्द बोल्ने जुन अवसर दिनुभयो, यहाँहरू सम्पूर्णलाई
धन्यवाद दिँदै बिदा हुन्छु। जय नेपाल। हस्, धेरै धेरै धन्यवाद तरुण दलका केन्द्रीय सदस्य युवा नेता आदरणीय रोशन पाण्डेज्यूलाई। पक्कै पनि उहाँले भनेअनुसार नेपाली काङ्ग्रेससँग आबद्ध हुने